स्वागत छ तपाईहरुलाई यो नयाँ भिडियोमा। आज हामी बुटवलदेखि अर्घाखाँची मालारानीसम्मको यात्रालाई यो भिडियोमा कैद गर्ने प्रयास गरेका छौं। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला। यतिखेर हामीहरू पुरानो बटौली जहाँ खस्यौली नामबाट चिनिन्छ पुरानो बजारमा छौं। यहाँदेखि महेन्द्र राजमार्गमा निस्किनको लागि अलि सजिलो र सर्टकट बाटो भएको कारणले हामीले यो बाटो रोजेका हौं। यतिखेर हामी पूर्व पश्चिम महेन्द्र राजमार्गको बुटोल खण्ड अन्तर्गत छौं। यतिखेर हामीहरू कपिलवस्तुको गोरुसिङे बजार नजिकै छौं। यहाँदेखि पश्चिमतर्फ गयौं भने हामी दाङ हुँदै नेपालगञ्ज जानेछौं भने यहाँदेखि उत्तरतर्फ लाग्यौं भने अर्घाखाँची लाग्नेछौं। यहाँदेखि अब हामी करिब 69 किलोमिटरको यात्रा तय गरिसकेपछि हामी सन्धिखर्क बजार पुग्नेछौं। त्यसपछि हामी करिब 9 किलोमिटरको उत्तरतर्फको यात्रा अगाडि बढ्नेछौं। यहाँ गोरुसिङेदेखि पत्रकोटसम्मको यो बाटोमा बाइक चलाउँदा अत्यन्तै रमाइलो अनुभूति हुन्छ। किनभने यहाँ बाक्लो मात्रामा गाडीहरू पनि चल्दैन र पिचको स्तर पनि अत्यन्तै राम्रो खालको सहज के चलाउँदाखेरि र मजा बेग्लै खालको मजा आउँछ। यहाँनिर तपाईहरु पनि यो अनुभूति गर्न सक्नुहुन्छ यदि तपाई बाइकमा राइड गर्दै हुनुहुन्छ भने। हामीहरू यति बेला कपिलवस्तु र
अर्घाखाँचीको सिमाना पत्थरकोट लिएर छौँ। यहाँबाट देखिने यो गेट अर्घाखाँची, यो गेटले हामीलाई अर्घाखाँचीमा स्वागत गर्दैछ। यहाँबाट करिब हामी अब 59 किलोमिटरको यात्रा तय गर्नेछौँ। एकछिन बाइक रोकौँ अनि यहाँ कोन्द्रे खोलाको मनोरम दृश्य सँगै शीतल हावाबाट एकछिन रमाऊ। तराईको उखुरमाउलो गर्मीलाई छल्नका लागि धेरै मान्छेहरू यहाँ आउने पनि गरेको पाइन्छ। यो अत्यन्तै शीतल रमणीय ठाउँ रहेको छ। यति बेला हामीहरू चाक्ला बजारमा आइसकेका छौँ। यात्राकै क्रममा यो बाटोमा विभिन्न किसिमका झरनाहरू, हरियाली ठाउँहरू, खोला नालाहरू हेर्दै हेर्दै हामी यति बेला सुब्बा देउराली नजिकै आइसकेका छौँ। एकछिन रोकेर हेरौँ न है। यति बेला हामीहरू सुब्बा देउराली मन्दिर नजिक आएका छौँ। माथिपट्टिको देखिएको भिरमा लाहुरी टाँसिएको कथा रहेको छ। फाइनल्ली यति बेला हामी सुब्बा देउराली मन्दिर परिसरमा प्रवेश गरिसकेका छौँ। यो देखिने सुब्बा देउराली मन्दिर रहेको छ। हामी केही समय यही मन्दिर परिसरमै रहनेछौँ। सुब्बा देउरालीको हामी दर्शन गर्नेछौँ। शान्तिका प्रतीक परेवालाई हामीले उडाउनेछौँ र हामी यहाँबाट सन्धिर खर्कतर्फ प्रस्थान गर्नेछौँ। शुक्ल पक्ष भाद्र मासे चतुर्दशी तिथो हामी यति बेला नरपानी आइसकेका छौँ। अब हामी
केही समय हामी यहाँ खाजा खानका लागि रोकिन्छौँ। त्यसपछि हाम्रो यात्रा पुनः अगाडि बढ्नेछ। हेर्नु म कस्तो नाच्छु। अब हामी सन्धि खर्क गइहाल्दैछौँ। वर्ष बिजुली साबुनको पानी चिसो चिसो मौसम छ तातो जवानी मुटु मेरो सुत्न थालो नि बिहान हुन्छ उठ्न चालो यतिखेर हामीहरू सन्धि खर्क प्रवेश गरिसकेका छौँ। बाटोको स्तर उन्नति भइसकेको रहेछ। शान्ति बगैँचा लिएर हामी आइसकेका छौँ। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धि खर्कमा हामी छौँ। सन्धि खर्कको मुख्य बजार नै यही हो भन्न सकिन्छ। यहाँबाट करिब 10 किलोमिटर हामीहरू उत्तरतर्फको यात्रा तय गर्दैछौँ। झट्ट हेर्दाखेरि समग्र भूभाग टिटिक्क परेको ठाउँ, जताततै हरियाली सुन्दर ठाउँ रहेको छ। यहाँ तराईको भूभाग जस्तै समग्र देखिने खेतीयोग्य जमिन भएको र यहाँनिरको बाटो पनि हेर्दा तराई हो कि पहाड हो छुट्याउनै नसकिने जस्तो। सालजन्मी घोरपाटनको बाटोमा छौँ हामी यहाँ। यतिखेर हामी महारानी गाउँपालिकाको प्रवेशद्वारमा छौँ। यहाँ आँटेका साहु भन्ने गरिन्छ।
यतिखेर हामी खन लुटीपोखरी भन्ने ठाउँमा आइसकेका छौँ। यहाँबाट पश्चिमतर्फको यात्रा गऱ्यौँ भने हामीहरू खनद बजार हुँदै गुल्मीतिरको यात्रा जानेछौँ भने हामीहरू यसको विपरीत पूर्वतिरको यात्रा तय गर्नेछौँ। बाटो भर्खर भर्खर मात्र ग्राभेल पिच भएको रहेछ, सजिलो बनेछ बाटो पनि। गाउँमा पनि विकास क्रमशः हुँदैछ है। हामीहरू त्यो पारको गाउँमा जानेछौँ जहाँ हाम्रो घर रहेको छ। यति बेला हामी मालवानी गाउँपालिका वडा नम्बर 4 को वडा कार्यालय नजिक रहेका छौँ। फाइनल्ली यति बेला हामीहरू हाम्रो गाउँमा प्रवेश गरिसकेका छौँ। हाम्रो गन्तव्यको अन्तिम बिन्दु हाम्रो घर नजिकसम्म हामी आइसकेका छौँ। अलिकति बाटो अप्ठ्यारो रहेको छ यहाँ। साँघुरो बाटो, बर्खामा चिप्लो बाटो, सँगै यहाँ अगाडि पहिरो गएर बाटो अत्यन्तै साँघुरो खतरनाक रहेको छ। अझ अगाडि त बाटो यहाँनिर अलि अप्ठ्यारो नै रहेको छ, ठाडो उकालो रहेको छ। होसियारीपूर्वक चलाउनु पर्छ है, होसियारीपूर्वक। Through the wastelands, through the highways, till my shadow turns to sun rays, and on we'll go. Through the wastelands, through the highways, and on. आजको यात्राको हामी गन्तव्यमा पुगिसकेका छौँ। यति बेलासम्म तपाईँले यो भिडियो हेर्नुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन पनि नबिर्सनु होला। सँगै च्यानललाई सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। Echoing
through the highways till my shadow turns to sun rays.